नमस्ते, यहाँलाई स्वागत छ चामलिङ ग्रुपमा। अहिले देखाइरहेको देशैको जग्गा चाहिँ चापाकोट 23 वडा नम्बर 23 मा अवस्थित छ। यो जग्गा लेक साइडबाट मात्र 12 किलोमिटर छ। यहाँहरूको साधन छ भने 20 मिनेटमा यहाँ आइपुग्न सक्नुहुनेछ। बाटोको कुरा गर्दा पक्कै पनि हेरेको भएको छ, यहाँ 16 फिटे पिचको बाटो आइसकेको छ र यस जग्गामा आउन मात्र 20 मिटर बाँकी छ। पक्कै पनि ढिलो चाँडो यो आउँदैछ। बाटोको काम हुँदैछ। पानीको कुरा गर्दाखेरि यहाँ चाहिँ मूलको पानी यही जग्गामै भएर गइरहेको छ। पाइप छ, टक्क आफूले धारा मात्रै राख्ने हो। र बत्तीको कुरा गर्दाखेरि देख्नु भएको छ दायाँ बायाँ सबैतिर यहाँले चाहिँ जताबाट पनि ल्याउन सक्नुहुन्छ। लाइन परबाट जग्गाको अलिक छेउबाटै गइरहेको छ। यहाँले लाइनको लागि पनि कुनै चिन्ता मान्नु परेन। अब यहाँले यहाँबाट देखिने दृश्यको कुरा गर्दाखेरि यहाँबाट यति राम्रो दृश्य देखिन्छ। आजकल यो आगो लाग्ने भएको हुनाले कुँलो छ यहाँनिर। अब यो जतासुकै धुवाँ देखिरहेको छ अहिले। नत्र भए यहाँबाट तपाईँले यो देब्रे साइडबाट मजाले हिमाल, माछा जस्तो हिमाल, अन्नपूर्ण जस्तो हिमाल, सम्पूर्ण हिमाल देख्न सक्नुहुन्थ्यो भने राइट साइडमा हेर्नुभयो भने यहाँबाट ताल पनि देखिन्छ र पक्कै पनि डाँडा काँडा हरियाली त पक्कै पनि यहाँले देख्न सक्नुहुनेछ। अब यहाँले यो जग्गा कुन प्रयोजनको लागि लिने भन्दाखेरि अवश्य यो जग्गा चाहिँ पोखरा महानगर क्षेत्रमा पर्छ र पक्कै पनि पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदाखेरि पोखरालाई चाहिँ पर्यटकीय राजधानी क्षेत्र भनेर घोषित गरेको छ। र यो ठाउँ पनि अलरेडी चापाकोट सामुदायिक होमस्टे भनेर यो घोषित भइसकेको छ। यहाँले पक्कै पनि यहाँ होटल व्यवसाय या हजुरको यहाँ कुनै पनि होमस्टे गर्न सक्नुहुन्छ। किनभने यही रुट भएर नै पञ्चासी ट्रेक यता हजुरको यो तारेभिर ट्रेक जाने हो। सिजनमा यहीँबाट चाहिँ अन्तर्राष्ट्रिय पर्यटकहरू चाहिँ यहाँबाट जाने हो। त्यसको लागि पक्कै पनि उहाँलाई खाना पिउन बस्नको लागि सुविधा चाहिन्छ। त्यसैले यसलाई चाहिँ यहाँले व्यवसायको रूपले पनि लिन सक्नुहुन्छ। र यदि यहाँहरू आफै बस्ने हो भने पनि एकदम शान्त वातावरण छ, प्रदूषण छैन, हरियाली छ, बस्नलाई पनि एकदम आनन्ददायी छ। यहाँ कुनै पनि व्यवसाय लेक साइडमा छ भने लेक साइडमा यहाँबाट जाने, खाना खाएर जाने, व्यवसाय सञ्चालन गर्ने, भरे साँझ बेलुका फर्किँदा पनि यहाँलाई कुनै पनि त्यस्तो झन्झट, कुनै पनि टाढा यहाँलाई पर्ने छैन। अब जग्गाको क्षेत्रफलको कुरा गर्दाखेरि यो टोटल जग्गा चाहिँ 13.5 आना हो। तर यो बाटोले 2 आना खाएको छ र बाटो पारी पनि यहाँले 1 आना जति जग्गा छ, जहाँ चाहिँ भोलि पर्सि यहाँले खारेर पार्किङको लागि गाडी मोटरबाइकहरू राख्न लागि यहाँले बनाउन सक्नुहुनेछ। र मापदण्ड कटाएर जुन अहिले यो पोल गाडी देख्नु भएको छ, इट्टा जस्तो मिलेको जग्गा, यो सबै मापदण्ड कटाएर चोखो 10.5 आना जग्गा चाहिँ छ यहाँ हेर्नुहोस्। त्यसैले यहाँको अब पिज आइसकेको छ। अहिले पिज आएको हुनाले यहाँको चाहिँ आनाको 4-5 लाख भन्छ। तर यदि यहाँले यो भिडियो हेरेर आउनुभयो भने यहाँलाई एकदम सुपथ मूल्यमा यो जग्गा चाहिँ बेच्नेछ। थप जानकारीको लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।